टिङलिङ टिङलिङ टुङलुङ टुङलुङ गर्ने छ टिङलिङ टिङलिङ सानो होइन टिङलिङ टिङलिङ सानो अलिकति टुङलुङ टुङलुङ टङलङ टङलङ टिङलिङ गरेको टुङलुङ गरेको टङलङ गरेर हुँदैन बाबा हुँदैन क्या त्यसले गर्दैन त्यहाँ भोट हाल्यो भने के हुन्छ भन्दाखेरि सरिन तामाङ प्रधानमन्त्रीको क्यान्डिडेट हो र होइन उसले भरे भोट हाल्ने भनेको रवि लामी छानेले हाल्ने हो होइन बालेनजी चाहिँ मलाई प्रधानमन्त्री बनाउँछ भनेर मक्ख परेर हिँड्यो पार्टीको अध्यक्ष चाहिँ प्रधानमन्त्री हुने हो क्या अनि त्यो पार्टीको अध्यक्ष सभापति के अरे तपाईँको सभापति रवि लामी छाने होइन र भने उसले उसलाई दिएको रवि लामी छाने कम त चलाक छैन है यस्तो यस्तो हान्दिहाल्छ होइन कतिवटा मुद्दा अमेरिकैमा मुद्दा यहीँ मुद्दा जेलबाट पनि हो गर्दै निस्क्यो फेरि झोला बोकेर पसिरहेको अचम्म लाग्छ फेरि अहिले त 100 दिनमा सहकारीको पैसा सबै फिर्ता गर्ने अरे छक्क पर्छ होइन कहाँबाट लिएर तपाईँको फिर्ता गर्ने बोराको बोरा पैसा आएको छ कि विदेशबाट विदेशी प्रभुलाई ढोग्नेहरूको त भर पनि पाउँदैन केपी ओली नै हो त्यो मान्छे जसले चाहिँ खुवालुङलाई फुटाउँछु ट्रेन हालेर भन्ने मान्छे है कसैको आस्थामाथि कसैको तपाईँको मन्दिर र कसैको छैन तपाईँको आस्थाको दरबारलाई क्रेन हालेर फुटाउँछु भन्ने मान्छे कस्तो खालको मान्छे हो त्यो अनि त्यो खालको मान्छेलाई फेरि प्रधानमन्त्री बनाउनका लागि टिका लिम्बू उसको चाहिँ उम्मेदवारलाई जिताएर हुन्छ बालुवा पेलेर तेल निस्किँदैन ढुङ्गा उसिनेर खाना मिल्दैन है नगरौँ अब भयो गर्दैन छोडिदिउँ एमाले भोट हाल्नुको फाइदा छैन म यहाँ सबैजनालाई भन्न चाहन्छु देशैभरि भन्न चाहन्छु यो कुरा मिडियामा अब एकजना छ निकै फुरफुर गर्छ है साथी पहिल्यैदेखिको मनोज भट्टराई भन्ने तल 17 को वडा अध्यक्ष थियो पहिला होइन तारालाई भोट हालेर के हुन्छ ऊ प्रधानमन्त्रीको क्यान्डिडेट हो र होइन ऊ के को क्यान्डिडेट हो भन्दाखेरि त एउटा सांसदको क्यान्डिडेट मात्रै हो त्यही हो यसो ढ्याप ढ्याप गर्ने उनलाई जिताएर पठायो भने उसले प्रचण्डलाई प्रधानमन्त्री बनाउनलाई भोट हाल्छ प्रचण्ड फेरि कस्तो मान्छे थाहा छ राईहरूलाई तिमीहरूको राज्य दिन्छु लिम्बूलाई तिमीहरूको राज्य दिन्छु भनेर राई र लिम्बूलाई झगडा गरेर झन्डै छाता चाहिँ मक्काटाका है तामाङलाई तामसालिङ दिन्छु अरे मगरलाई मगर राज दिन्छु अरे के भन्न खोजे हो त्यो होइन दिन्छु भनेपछि त दिनु पनि पर्छ नि त फेरि नेताले त होइन र अब मैले पानी लिएर खुवाउँछु भने खुवाइ कि खुवाइन है तर त्यसमा म एकछिन आउँछु अहिले चाहिँ फेरि कृत्रिम अभावहरू बनाउँदैछन् ट्याङ्कर व्यवसायहरू गर्ने होला